अनि के गुड मर्निङ स्याबला के ख्याबला ख्याबला के भन्छ तपाईँको भन्न आएन मलाई ओ अब म चाहिँ यहाँ गोकर्णको जङ्गलमा छु यसो हाइकिङ भनौँ कि अब मर्निङ वाक भनौँ हाइकिङ त भन्नु मिलेन यसो मर्निङ वाक आएको तर रमाइलो रहेछ एकदम खुसी लाग्यो अनि शान्त वातावरण एकदम फ्रेस हावा खान पाइयो जोस खुसी लाग्यो कति खाइयो त हावा टन्नै खाइयो पसिना निक्लिने गरी हावा खायो जोस रमाइलो लाग्यो तर यो तपाईँले यो हामी अब धेरै पछि आएको होला हामी होइन तपाईँको गाउँघरमा यो त हामी त बच्चा बेलामा कति घुम्थ्यौँ याद छ तपाईँलाई कति लुकीछिपी खेल्थ्यौँ त्यो हामीले चाहिँ गाउँकै जस्तै फिल भयो किनभने गाउँमा पनि तपाईँको यस्तै फ्रेस हावा खान पाइन्छ यहाँ पनि सेम त्यस्तै रहेछ यस रमाइलो लाग्यो खुसी पनि लाग्यो यसरी मर्निङ वाक हिँड्न पनि पाइयो ओके बाँसघारी प्लस ए बल्ल डेस्टिनेसन आयो हाम्रो डेस्टिनेसन ल खुसी लाग्यो तपाईँलाई खुसी लाग्यो